सम्माननीय पूर्व राष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्दै हुनुहुन्थ्यो। तपाईँ राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ नै। अब आज मात्रै सुन्नु पर्ने होइन, उहिलेदेखि सुन्दै आएकै हो। त्यसमा सुन्दै आएको छु। राम्रो बोल्नुहुन्छ थाहा छ। ईश्वर कमरेड बोल्नुहुन्छ, उहाँले नराम्रो कहिले बोल्दै बोल्नुहुन्छ, राम्रो बोल्नुहुन्छ। यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङ ड्याङ डुङ डुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ, यो सपना देखेर बस्या। कुनै बम बन्दुक बारुद गोला केही पड्किनेवाला छैन। आर्ट्स नगरे हुन्छ। नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर आश पनि कस्ता कस्ता आश गरेर बस्यो। यसो अनलाइनतिर पसेर अहिले पनि यसो हेर्नु हो भने तपाईँ छक्क पर्नुहुन्छ। मदन भण्डारीका सम्बन्धमा धेरै लान्छना लगाइए, चरित्र हत्या गरियो, चारवटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो। त्यस्ता कुराहरू पनि बोलियो। त्यसको प्रमाण कसले खोज्न जाने? अब बोलियो, दुर्वाच्य अनेक बोलिए। सहकारीमा ठगेर हिँडेको हो आदि इत्यादि भनेर आरोप लगाइयो। सहकारीको ठग भनेर कुनै आधार साइनो सम्बन्ध केही पनि थिएन। महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो। नकली, आडम्बरी, पाखण्डी कुरा थियो। त्यसमा कुनै दम थिएन, कुनै सहीपना थिएन। केहीलाई पनि बेच्ने त कल्पनै छोडिदिउँ, अलिकति पनि तलमाथि हुन नेकपा एमाले दिँदैन। यस्तो शक्तिमाथि आरोप लगायो। कसैले फलामको टुक्रा चपाएर आफ्नै दाँत भाँच्नु बेग्लै कुरा हो, तर फलामको टुक्रा नेकपा एमाले साधारण फलामको टुक्रा होइन। यो इस्पात। यो सरकार बनेपछि कर्णालीमा पुल बनेको छ र अब पुल तयार भएको छ। म स्पेनबाट फर्किएपछि 20 गते फर्किन्छु। त्यसको 2-4 दिनभित्र त्यो पुल उद्घाटन हुन्छ। त्यसमाथिबाट गाडी चल्छ। हुम्लाको सदरमुकाम गाडी चलेर रारा घुम्न मोटर चाडी कहिले जाने हो भनेर गीत गाउँथे साथीहरू। अब रारा मात्रै होइन, हुम्लाको सदरमुकाम मोटर चढेर अब घुम्न जाने हो। कहिले जाने होइन, अब घुम्न जाने हो मोटर चढेर। सञ्चार माध्यमको के हालत छ, के गति छ भने आज मदन भण्डारी जन्मजयन्ती 74औं जन्मजयन्ती पनि हो। राष्ट्रिय वृक्षारोपण दिवस पनि हो। फेरि यही सन्दर्भमा मदन भण्डारीको जन्मदिनलाई सेलिब्रेट गर्ने सम्बन्धमा हामीले राष्ट्रिय वृक्षारोपण दिवस मनाएका छौँ। अब त्यसो गर्दाखेरि वृक्षारोपणमा देशभरि लागेको छ। अनलाइन के भन्छ, कुन चाहिँ अनलाइन हो पनि थाहा छैन। यो कार्यक्रम बाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखे विभिन्न ठाउँमा। मदन भण्डारी जन्म दिवस मनाउन वृक्षारोपण देशभरि राष्ट्रिय वृक्षारोपण कार्यक्रम राखिएको छ। वातावरणसँग मैत्री, वातावरणसँग सम्बन्धित मान्छेलाई यहाँ हामीले दुबोको माला लगाएर सम्मान गरिराखेका छौँ। वातावरण बढाउनका लागि हामी काम गरिराखेका छौँ। विद्वानहरू के लेख्छन्, के अन्तर्वार्ता दिन कुदेर आउँछन्, स्टुडियोमा कुदेर आउँछन्, के भन्न आउँछन् भने यो कसरी सम्भव छ, यो होइन, यसको आधार देखिँदैन, यो त नम्बर दिएर यत्तिकै नम्बर दिए यसमा। विद्यार्थीले यत्रो मेहनत गरेर पढेर जाँच दिएर पास गरेका छन्। विद्वानहरूले विद्यार्थीलाई तिमीहरूले पढेकै होइन, तिमीहरूलाई यसै पास गरिदिया भन्छ। कस्ता विद्वान निस्किए यो देशमा। जब भनेको कहिले कहिले एउटा चलन छ, गाउँघरतिर चल्छ अलिक। मान्छे बिमारी भएर आयो भने भन्न केही पनि जाने आउँदैन, केही पनि नजानेको हुनाले नबुझिने गरी बोल्छ। अक्षता फ्याँकिरहेको। जब भनेको यसरी नबोली अक्षता फ्याँक्ने गुनगुन गुनगुन होइन। भिजन हो एउटा, मिसन हो एउटा।
त्यस ढङ्गले जब चाहिँ अगाडि बढ्छ। अमेरिकी राष्ट्रपति यस्तो सुरक्षित गाडीमा हिँड्छन् भनेर बाहिरबाट गोली लाग्छ, गोली हानिन्छ राष्ट्रपति चढेको गाडीमा, त्यो गाडीलाई अलिकति पनि चोइटो पनि त्यसको उक्किँदैन, जस्ता तस्तै गोली लागेको गाडीले थाहै पाउँदैन, आफ्नै दौडानमा कुद्छ। ठ्याङ्ग भएपछि भित्रबाट राष्ट्रपतिले यसो सिसातिर हेरेर यसो गरेर छुन्छ, त्यहाँ केही पनि हुँदैन। नेकपा एमाले त्यस्तै हो, हाम्रा विरोधीले ड्याङ ड्याङ हाने, हामीले कुर्सी छोएर नेकपा एमाले त्यति मजबुत छ, म साथीहरूलाई भन्न चाहन्छु।